हेलो साथीहरू, वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ हामी बिहानभरि मौसम पनि खासै राम्रो थिएन, अनि त्यही भएको पानी परिरहेको थियो। त्यही भएर दिनभरि आज चाहिँ हामी घरमै बस्यौँ। अनि त्यस पछाडि अहिले चाहिँ यसो घाम लागिरहेको भएर अनि दिउँसो साथीहरू है, यो चाहिँ हाम्रो तिङ्ला होइन सरी अरे रोसी भन्छ साथीहरू त्यो बारी चाहिँ। अनि यहाँ चाहिँ गुम्बा रहेको छ। त्यो गुम्बामा चाहिँ अहिलेसम्म हामी छिरेको चाहिँ छैनौँ। यहाँ छिर्यौँ भने यहाँको बारेको विशेषता चाहिँ के रहेछ कसो रहेछ भनेर चाहिँ तपाईँहरूलाई बताउनेछौँ। यो चाहिँ पारीको भ्यू एकदमै राम्रो छ साथीहरू। यो हिँड्दा यसो पानीपुरी चटपटे नखाएको पनि धेरै दिन भयो है। अनि त्यही भएर चाहिँ अहिले चटपटे खानु लागेको होइन। कस्तो रहेछ तपाईँहरूलाई भन्छ ओके ल, कस्तो हुँदो रहेछ चाहौँ ल। यो चाहिँ चाहेको छैन चटपटे चाहिँ सस। नट गुड पनि है यो चाहिँ खान्छु किन कस्तो कालो रहेछ भने यहाँ आएपछि हाम्रो पहिलोचोटि चटपटे कस्तो खाएको पनि देखाएको चाहिँ नभन्नलाई साथीहरू नि खासै देखाउन खोजेको त होइन। तपाईँहरूलाई पनि ठुकायो होला नि यो देखेर। यस्तो कस्तो कालो देख्यो बन्दैन त चटपटे पेट दुख्छ त्यसैले धेरै खाएपछि दुखिहाल्छ। यस्तै छ साथीहरू, नराम्रो भए पनि हेरिदिनु होला। अब डेली भ्लग हो, अब यस्तै कहिले खानेकुरो कहिले के त्यस्तै भइरहेछ है। तपाईँहरूले सोचे जस्तो त दिन सकेको छैन, अलि आइडिया पनि नभएको हुनसक्छ। जस्तो छ त्यस्तैलाई चाहिँ हजुरहरूले मन पराएर हेरिदिनु हुनेछ भन्ने चाहिँ पूर्ण विश्वास दिएका छौँ है। म चाहिँ मेरो मम्मीले भन्नुभयो खासै खाने बेला बोल्नु हुँदैन त कि खासै तपाईँ नबोली खान्छौँ ल। राम्रो छ कस्तो खालको भिडियो बनाउँदा चाहिँ तपाईँहरूलाई मनपर्छ त्यो चाहिँ कमेन्टमा भनिदिनुहोस् ल। कमेडी भने कमेडी हामी दुईजना भएपछि कमेडी पनि बनाउँछौँ। कमेडीको त खाने नै भन्दा पनि म चाहिँ होइन, यदि तपाईँलाई गीत सुन्न चाहनुहुन्छ भने उहाँ हुनुहुन्छ गीतको लागि। बोला त्यतिको भयो भने म सुनाइहाल्छु के अरे होइन। ढुङ्गे धारामा आफ्नो धारामा बास जो भन्छ इन्जोय दिने मान्छे हो। टेन्सन पनि छ तर टेन्सनलाई चाहिँ दूर बनाएर चाहिँ हामी चाहिँ एकदम होइन रमाउनु छ। यो रानीलाई चप्पल किन्न हामी हजारवटा पसलमा पुग्यौँ होला, एउटा ठिक हुँदैन के। कम त कुद्यौँ कुद्दा सानो भयो अरे कुनै ठुलो भयो अरे यस्तो नि हुन्छ। अझै सानै हुन्छ क्या यो खुट्टा नि कत्रो हो त नि। यत्रो पसलमा आएर यत्रो खोजिसक्यौँ म। हेर्नु साथीहरू, हामी बजार आएर अनि सानो काम थियो, सानो भन्दा पैसा निकाल्नु पर्ने काम थियो। पैसा निकाल्यौँ। त्यस पछाडि फाप्लुजाम घुम्न भनेको थियो। उहाँ म्याडमजीको चाहिँ जुत्ता किन्दै 2 घन्टा चाहिँ पाएन त्यहीँ बित्यो, तर पाएन खुट्टामा। त्यही भएर चाहिँ हामी खाजा खान लगाएको। अनि खाजा खान लाग्दाखेरि चाहिँ यहाँ एउटा चिज देख्यौँ कि हामीले। त्यो चिज चाहिँ के भन्नुहुन्छ होला, यत्रो ठुलो सेल के आमामा ल। हेर्नुहोस् साथीहरू, हेर्नुहोस् यहाँ हाम्रो सोलुको सेल यस्तो पाउँछ, तपाईँहरूकोतिर पाउँदैन होला। उहाँले बनाउनु भएको सेल हो ल। टक्क ल साथीहरू हेर्नुहोस्, थुक्पा। हाम्रो चाहिँ यो पूर्वको फेमस भनेको चाहिँ थुक्पा नै हो है। हो कि होइन? हो हजुर। हामी चाहिँ खान्छौँ, तपाईँहरू चाहिँ हेर्नु ल। खोर्सानी छ
खोर्सानी चाहिँ खानु पिसेको भएन हुन्छ दि म त अलिक बढी नै खोर्सानी खान्छु कि एकदम हुन्छ साथीहरू गाडीमा टक्क यस्तरी पार्नु एकदम ज्यान तातो मनपर्छ भने चाहिँ खानु हुन्छ तिम्रो हालेको मिठो छ है अर्ग्यानिक मेरो यो आधी बेला कतिजना बिउ भएको होला नलबिन्छ धन्यवाद ओइ मसँग चाहिँ के नि हुँदा के अहिले त भिडियो लगाएर एकदम त्यही भएर यो मान्छेले चाहिँ दिदीले चाहिँ यो खोर्सानी खानु बेला जानुहोस् भनेर क्या सकिने बेला भाइलाई कति खाएको मात्रै देखाएको भन्नुहुन्छ होला त्यो गर्नु मौसमले च्यालेन्ज गरेको छ खा यस्तो तातो चिज भन्छ गएर माथि भित्रै मरेछ नमरेछ के भने न खानु बेला हुन्छ क्या अहिले भन मैले ए हो र काटो दिपिनाले भिडियो गरेको नि शान्ति होला बधाई भन्छ नि बधा भरे कपु कता कता भइदिनु साथीहरू एकचोटि चाहिँ एकचोटि त्यहाँ आउनुहोस् ल ल्या हाम्रो सोलुको दादा के जस्तो पछि बसेको अलि न अहिले साथीहरू बाई बाई त्यति गरौँ फेरि पानी पर्छ गर्नु पानी परेको गर्छ बनाएको छ बनाएर चाहिँ हामी चाहिँ हाल्छौँ यस्तो गरेर पऱ्यो है बाई साथीभाइलाई चाहिँ बाँकी चाहिँ हामी भएर भेटौँ ल हामीले चाहिँ खाजा साजा पनि खायौँ अनि खाजा खाएर चाहिँ हामी हाम्रो गन्तव्य हाम्रो घरतिर लागिरहेको छौँ तर पानी लास्टै पर आज चाहिँ हामी बागवान घुम्न जाने प्लान थियो हेर्नु साथीहरू ल यहाँबाट हेर्नुहोस् है हाम्रो सल्लेरी बजार साथीहरू पानी परेर यस्तो भएको छ मौसम कतिखेर पनि घाम लाग्दैन क्या है यस्तो भएको छ अनि हामी चाहिँ अब घरतिर जाँदै साथीहरू अलि माथि चढेर जानुपर्छ घर जाँदाखेरि बाटो उकालो जानुपर्छ है अनि अब आजलाई चाहिँ भ्लग यति नै साथीहरू तपाईँहरूलाई कस्तो लाग्छ खालि यस्तो ल्यायो भनेर चाहिँ नभन्नु होला तपाईँहरूलाई कस्तो मनपर्छ त्यही अनुसार तपाईँहरूले कमेन्ट गरिदिनु होला अनि त्यही अनुसारको भिडियो ल्याउने प्रयास गर्नेछु साथीहरू र आजलाई चाहिँ तपाईँहरूलाई कस्तो लाग्यो मन पर्यो भने लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरिदिनु होला साथीहरू यसलाई चाहिँ बाई बाई।